It's nicely struck. आज भएको नेपाल प्रिमियर लिग सिजन 2 को फर्स्ट गेम काठमाडौँ गोर्खास भर्केस पोखरा एभेन्जरमा काठमाडौँ गोर्खाले पहिला ब्याटिङ गरेर 165 रन हान्न सफल भएका हुन्। इङ्ग्लिस ओपनर बेन चार्ल्सवर्थले 55 बलमा 64 रन हानेका थिए। त्यसैगरी भीम सार्कीले धेरै राम्रो स्ट्राइक रेटमा 50 हान्न सफल भएका हुन्। धवनले 4 विकेट, कुशल भुर्तेलले 2 विकेट र विपिनले 1 विकेट तथा किरण थङ्गुनाले 1 विकेट लिन सफल भएका हुन्। चेस गर्न उत्रिएको पोखरा एभेन्जर्स पुगेको छ। पोखराबाट धवनले 51 रन हान्न सफल भएका थिए। त्यसैगरी कुशल भुर्तेलले 22 र लक्षणले 30 हान्न सफल भएका हुन्। काठमाडौँ गोर्खासको बलिङतर्फ शाह आलमले 6 विकेट तथा ह्याट्रिक लिन सफल भएका थिए। करण केसीले 2 विकेट र सन्नी पटेलले 2 विकेट लिएका हुन्। र दोस्रो गेममा सुदूरपश्चिम भर्सेस चितवन राइनोजमा पहिलो ब्याटिङ गरेर सुदूरपश्चिम रोयलले 169 रनको टार्गेट दिन सफल भएको थियो। सुदूरपश्चिमका ब्याट्सम्यान क्रिस लिनले 75 रन हान्न सफल भएका थिए। आरिफ शेखले 24 र दिपेन्द्र सिंह ऐरेले 24 हान्न सफल भएका हुन्। चितवनको बलिङतर्फ रञ्जित कुमारले 1 विकेट, सैफ चैबले 2 विकेट र जियोर्सले 1 विकेट लिएका हुन्। चितवन राइनोज फिक्का परेको छ। उनीहरूले 49 रन सर्ट भएका छन्। ब्याटिङतर्फ रवि गोपालले 29 र देव खनालले 28 रन हान्न सफल भएका हुन्। सुदूरपश्चिमको बलिङतर्फ पुनित मेहराले 3 विकेट, ईशानले 1 विकेट, अविनाशले 1 विकेट र दिपेन्द्र सिंह ऐरेले 1 विकेट लिन सफल भएका हुन्।